नमस्ते छ्याजलो गुड मर्निङ। ल हेर्नु त हाम्रो वैभव कति राम्रो देखेको छ। आज चाहिँ हामी हाम्रो युवा समिति चाहिँ है केन्द्रीय युवा समिति टक्क यता चिया खाएर है 7:30 बजी आएर हामी चाहिँ हाम्रो सर्ट प्लान अनुसार चाहिँ हामीले यहाँ अब सरसफाइ गर्ने धेरै भयो नगरेको होइन। त्यही भएर चाहिँ हामी ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ हाम्रो सबै साथीहरू चाहिँ यहाँ सरसफाइमा जुट्दैछौँ। अलिकति ढिलो त भयो, त्यही पनि हाम्रो काम एनी हाउ हान्छौँ भन्दै यहाँ विद्या बहिनीले खतरा घाँस काट्दैछ है। अनि हाम्रो कुमार दाइले टाढाबाट आउनुभएको, फेरि अर्को टाढाबाट आउने यहाँ विश्व छ चितवनबाट, कमल बहादुर अनि हाम्रो सन्तोष सर। ल फटाफट सफा हुँदैछ। ल हाम्रो खेलकुद विभाग प्रमुख यो त उस गनायो घाँस। खतरा बोतल रहेछ त। त्यो बोतल त पानी खाँदै जिगाल्दी पानी छैन खुल्ला छ। त्यो कवाडमा बोलाएर दिएर पठाइदिनु हुन्छ कि कौडी त उति हिँड्छ हैन र बरु लैजानु लैहाल्छ। ओ बियरै रहेछ नि यहाँ त। उता पछाडि अब यो पछाडि उ त्यो टोयलेट हजुर दाइ कान्छीले उस्तो हरायो। कान्छी उता छ कि के अरे सुजन भाइ कहाँ फाल्ने भन्ने रे? फोन गरेर सोध्नु एकैछिन होग्राले त हाल्यो त्यो खायो गऱ्यो भने त एकैछिनमा हुन्छ कि नआएर पो कतिवटा हाल्नुपर्छ नि कहाँ फाल्ने भन्नुभएको? सोध्ने हो? ल यस्तो घाममा अहिले चाहिँ घाम चर्को लागेको छ है। यस्तो घाम पनि खतरा फोहोर गरेर राखेको कस्तो हो, खाँदै यता पछाडि लुकाउँदै राखेछ। त्यो माथि पछाडि फाल्ने हो कि सबै। ल भनेपछि आज कान्छीले तर यहाँबाट त ल एउटा व्हाइट रहेछ, एउटा ब्राउन होइन पिच। ल भनेपछि यस्तो डेडिकेटेड भएर पुरा होइन सफा गर्ने भनेर यहाँ जुत्तै नलाइकन मोजा छुट्टै लगाएर ल रमाइलो। जुत्ता लगायो भने सजिलो हुन्छ नि त। हामीले कहाँ भन्छ र यहाँ छ अर्को
ल गाइज हेर्नु त हाम्रो बहिनी थाक्यो यस्तो काम गर्यो नि यो सब यहाँबाट फाँडेर है उता पछाडि पनि है पुरा राउन्ड लाएर जस खतरा एक्सर्साइज भयो आज ए टाउकोभरि त्यो उस लागेको छ कि यस्तो टाँसिन्छ नि यो वाला मलाई कति मन पर्दैन यो नवामला घर गएर एकदम उस्तो ल यहाँ यस्तो फोहोर हेर्नु त ओहो हो हो ल लगभग यहाँ सफा भइसक्यो है हामीले चाहिँ उता बिल्डिङको पछाडिबाट अनि बिल्डिङको पछाडिबाट यतापट्टि किचनको यतापट्टि स्टोररुमको बाहिरतिरबाट सफा गरेर चाहिँ हामीले हजुर नमस्कार ल एकदम सरसफाइ अभियान छ कि थ्याङ्क यू नाइस टु मेट यु हजुर ल चाहिँ भइसक्यो होइन हो त्योलाई मिलाउनु परेको थियो यहाँ बुढी यतापट्टि पछाडि त बरु नयाँ अफिस फर्निचरको उस गरेर लगाएर अरू अलिकति राम्रोसँग उस बनायो भने राम्रो होला नि अहिले त धेरै त्यो के अरे पैसा 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 गुरुङगढे त भनौँ न ल साथीहरू अब हामी चाहिँ खाना खान जाने है त खाना खान जाने हो यी सबै सकियो कामहरू आज शनिबारको दिन पनि हामी बाई बाई ल है खाना खाने ठाउँमा सरर भेटौँला आयो आयो ल त नि खानुहोस् हजुरहरू सुनको थालमा सुनको गिलास के खाने केही छ मोमो लभर है